आज चाहिँ म हजुरहरूलाई यो एलइडी बल्ब जल्यो भने कसरी रिपेयर गर्ने भन्ने बारेमा थोरै जानकारी दिन चाहन्छु। यो बल्ब प्राय 1 वर्षसम्म त हामीले एक्सचेन्ज गर्न मिल्छ। 1 वर्षभित्रमा जल्योहरू भने एक्सचेन्ज गर्ने अफर हुन्छ होइन, साट्न मिल्छ। र यदि 1 वर्ष कटेपछि बिग्रियो भने चाहिँ हामीले घरमा कसरी गर्ने, अब कसरी रिपेयर गर्न सकिन्छ, किन्दा पनि 200-250-300 लाग्छ होइन। योभन्दा म सामान्य तरिकाले बनाउने तरिका सिक्छु। यसरी बनायो भने पनि 1-1.5 वर्ष फेरि एक्स्ट्रा चल्न सक्छ। यसको लागि चाहिँ यो प्राय एउटा बल्ब बिग्रियो भने पनि पुरै सेटै नै बिग्रिन्छ, यो नबल्ने हुन्छ। यसको मेन प्रमुख बिग्रिने भनेको यसको एउटा बल्ब हो। एउटा बल्ब नै जल्यो भने पनि पुरै बल्दैन। अब यसको लागि चाहिँ प्राय यो बल्ब बिग्रिँदा जल्दाखेरि चाहिँ यो जुन बल्ब बिग्रियो त्यो चाहिँ अलिकति अन्यभन्दा अलिकति कालो हुन्छ, बिचमा ठिक्क कालो एउटा टिका जस्तो लागेको हुन्छ, सानो हुन्छ। त्यो चाहिँ देख्न सकिन्छ। यदि त्यो देख्न सकेन भने पनि म यसरी कैँचीले, मैले चाहिँ यसरी सुरक्षित तरिकाले कैँचीले गरेको छु, जसको बेड लाबरको छ। अब हजुरहरूले चाहिँ यसरी गर्दाखेरि अलिकति डेन्जर हुनसक्छ। त्यसको लागि चाहिँ यस्तो तारको यो लिने, यसरी बनाउने, अनि यसलाई यसरी ठिक्क बनाएर यसरी हजुरहरूले चाहिँ यसरी चेक गर्न सक्नुहुन्छ। जुन बल्ब प्रत्येक बल्बलाई यदि चिन्न सक्नुभयो भने प्रत्येक बल्बलाई यसरी छाउँदै लाने, दुईपट्टिको भागमा जोडेको हुन्छ, त्यो जोडेको भागहरूलाई चाहिँ छाउनु भयो भने जुनमा यसरी छुँदाखेरि बल्यो त्यही बल्ब बिग्रेको हुन्छ है। यसरी अब जुनमा यसरी लाउँदाखेरि ठ्याक्क बल्छ, त्यो बल्ब चाहिँ झिकेर फ्याँक्नुपर्छ। अनि त्यसको बाटो फेरि बनाउनु पर्छ, सोल्डिङ गरेर, सोल्डिङ आइरनले अथवा केले गर्ने होइन। अब गाउँघरमा सबैको घरमा सोल्डिङ हुँदैन। त्यसको लागि चाहिँ एउटा काँटी अथवा कुनै तिखो चिजहरूलाई चाहिँ आगोमा मजाले तताउने, रातो बनाउने, अनि त्यो बल्बलाई चाहिँ उकाउनु पर्छ, फेरि जोड्नु पर्छ। जस्तो यहाँ मैले यसरी देखाइरहेको छु। अब यो बल्बलाई त यसरी फेरि अब निकाल्ने, बाहिर निकाल्ने, ती त गर्नु मिलेन। अब यसरी बाहिर निकाल्ने, अनि यसलाई त्यो जुन जलेको बल्ब हुन्छ त्यसलाई चाहिँ मार्क गरिराख्नुपर्छ अथवा चिन्नुपर्छ। अब मैले चाहिँ त्यो बल्ब जलेको थियो, त्यो मेरो चाहिँ सानो टिक्क लागेको थियो र मैले प्रष्ट चिन्न सक्थेँ। अब त्यसलाई यसरी टक्क उकाउने, सानो चिजले यसरी गऱ्यो भने सजिलै उक्किन्छ। अनि यसको बाटो समान रूपमा सबैको बाटो जोड्नु पर्ने हुन्छ। अब त्यो बल्ब निकालिसकेपछि त त्यो बाटो त छुट्यो। अब यसको लागि फेरि मैले चाहिँ एउटा सोल्डिङ आइरन तताइराखेको छु। अब हजुरहरूको त सोल्डिङ आइरन छैन भने अघि मैले भने जस्तै कुनै अलिकति तिखो चिजहरूलाई आगोमा तताएर रातो बनाउनुहोस्। अनि यसरी मसँग चाहिँ सोल्डिङ रड पनि भएको हुनाले सोल्डिङ रडै चाहिन्छ भन्ने हुँदैन, त्यत्तिकै हजुरहरूले तातो चिजहरूलाई यसो छाउनु भन्यो भने त्यो जोडिहाल्छ। त्यो पहिले नै कम्पनीले सोल्डिङ गरेको हुनाले सोल्डिङ लेपहरू लागेको हुन्छ। अनि हजुरहरूले अलिकति कुनै तातो चिज अथवा सोल्डिङ आइरनलाई नै तताएर यसरी छुवाइदिनु भने त्यो जोडिहाल्छ, त्यो बाटो जोडिन्छ। त्यति भएपछि यो रेडी हुन्छ यो बल्ब। त्यसपछि ट्राई गर्नुहोस्। यदि भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गर्नुहोला। धन्यवाद।